हेलो नमस्ते सम्पूर्ण साथीहरू। मैले गाउँपालिका वडा नम्बर 8 कोबाङ अन्तर्गत पर्छ। तल एकजना बहिनीले चाहिँ महिला बहिनीले हैन त्यहाँ खेत जोतिरहेको छ हैन। लाइक मलाई एकदम राम्रो लाग्यो उहाँले खेत जोतिरहेको। त्यही एकचोटि म उहाँको नजिक गएर भिडियो खिच्छु ल म गइरहेको छु ल। यसरी तल देखिन्छ हैन, तल नजिकै म एकचोटि गएर तल जान्छु ल। साथीहरू म यहाँ आइपुगेँ हैन। बहिनी रहेछ हाम्रो माथि पूर्वतिर चाहिँ एउटा महिलाहरूले खेत जोड्नुहुन्न भन्ने चाहिँ छ। तर यस्तो अप्ठ्यारो पनि हैन, यस्तो अप्ठ्यारो छ, यस्तो गाह्रो छ हैन। ठुल्ठुलो ऊ छ कि यो नलहरू छ मकैको हैन। त्यही पनि उहाँले यति धेरै राम्रोसँगले जोडिरहेको मलाई एकदम इम्प्रेस पार्यो। त्यही भएर एउटा सानो तपाईँहरूलाई भिडियो देखाइदिउँ भनेर चाहिँ मैले भिडियो लिएको। एकदमै राम्रो लाग्यो मलाई त। हैन तपाईले मात्रै हो कि यहाँ सबै महिलाहरूले सबैले जोडिएको हो कि तपाईँले मात्रै जोड्नु भएको? अरूले नि ए यो आज सिद्धाउने हो बहिनी हो? ए हैन हाम्रो गाउँतिर चाहिँ यस्तो हुन्न नि त। त्यही भएर मलाई एकदमै अनौठो लाग्यो तपाईँको हेरेर। तपाईँले हेरेर एकदम कस्तो दामी जोडिरहनु भएको कि हाम्रो गाउँतिर यसो छैन हैन गाइज। त्यही भएर आज उहाँको एउटा हैन बहिनीको एउटा भिडियो अनुमति लिएर खिचेको मैले है त। उहाँलाई खिच्न मिल्छ मिल्दैन भनेको, अनि उहाँले भइहाल्छ भन्नुभयो। त्यसपछि मैले भिडियो खिचेको। एकदमै राम्रो लाग्यो मलाई। हाम्रो गाउँघरतिर चाहिँ महिलाहरूले खेत जोत्दाखेरि चाहिँ नराम्रो हुन्छ भनेर हामीले चाहिँ हलो जुवा छुँदै दिँदैनौँ हैन। तर यहाँ चाहिँ यो भूमि 8 नम्बर वडा कोबाङ पर्छ। यहाँ चाहिँ सबले जोत्दो रहेछ कि बहिनीले भन्छ, म मात्रै होइन अरूले पनि जोडिरहेछ भन्छ ल। ओके थ्याङ्क यू बहिनी, धन्यवाद तपाईँलाई है त। बहिनी धन्यवाद है तपाईँलाई यो भिडियो खिच्न दिएकोमा। ओके बाई बाई। ल गाइज म चाहिँ फर्केँ होइन। मलाई एकदम दामी लाग्यो होइन। उहाँले भिडियो मैले जे एक्सपेक्टेसन गरेको थिएँ भिडियो खिच्न